जय मसी सम्पूर्णलाई अनि स्वागत छ मेरो छोटो भिडियोमा। अनि आज चाहिँ म सङ्गति जाँदैछु यो बाटो भएर। यसरी हिँड्दै जानुपर्छ। यति थोरै चाहिँ पिच बाटो छ अनि चाहिँ हिँडिरहेको छु म चाहिँ। यसरी एक्लै छु अनि सङ्गति आज चाहिँ टाढा पनि पुग्नु छ अनि यति थोरै पिच सकेपछि फेरि कच्ची बाटो आयो। यसरी हिँड्नुपर्छ। अनि ढिलो भइसकेको थियो घरमा बच्चाहरूलाई स्कुल छोड्दा। अनि म चाहिँ जाँदैछु एक्लै छु यो बाटो भएर। अनि म चाहिँ माथि निस्किसकेको छु अनि बाटो पनि यस्तै भत्किएको छ अनि यहाँनिर जाँदैछु। अब चाहिँ माथि पुग्यौँ हामी चाहिँ यो ठाउँमा। कस्तो राम्रो रुखहरू अनि दिदी हुनुहुन्छ अनि दिदी बहिनी भेट भयौँ जाँदा जाँदै। अनि हामी चाहिँ यताबाट लाग्यौँ गेटबाट। अनि यहाँदेखि दिदी बहिनी दुईजना गफ गर्दै 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 अनि हिँडिरहेका छौँ हामी चाहिँ। अनि यो पारीको दृश्यहरू त्यो डाँडाहरू कति सुन्दर। अनि यसरी गफ गर्दै हिँड्दै भिडियो बनाउँदै बनाउँदै अनि म चाहिँ हिँडिरहेको छु दिदीसँग बोल्दै। अनि एकदमै आनन्द आइरहेको छ खुसी छ। अनि सङ्गति जाँदै गर्दाखेरि यो भिडियोहरू चाहिँ अनि हिँड्दै अनि बनाउँदैछु म चाहिँ। पारीको डाँडाहरू एकदमै मन परिरहेको छ। अनि यता यस्तो हरियाली दिदी हुनुहुन्छ हिँड्दै हुनुहुन्छ उहाँ पनि। अनि अब यो बाटो भएर यो बाटो चाहिँ कतिचोटि हिँडिसकेँ नि त त्यही पनि फेरि चिन्दिनँ। अनि अब धेरै समयपछि आउनुपर्छ अनि फेरि आउँदा चाहिँ बिर्सिहाल्छु। अनि चाहिँ फेरि याद होस् भनेर अनि भिडियो बनाउँदै हिँडेछु। अनि हामी सङ्गति पनि पुग्यौँ। सङ्गति सकेर अनि यसरी हामी चाहिँ गफ गर्दै अनि बसिरहनु भएको छ। अनि म चाहिँ भिडियो बनाइदिएँ सङ्गति सकेपछिको। अनि सङ्गति सकेर खाजाहरू खाएर अनि हामी चाहिँ फेरि निस्क्यौँ यताबाट। अनि सबैजना आफ्नो आफ्नो गन्तव्यतिर लाग्नुभयो। अनि हामी यता आउने चाहिँ यतिजना बाहिर आउँदैछौँ। अनि बाबा आमा दिदीहरू हुनुहुन्छ अनि उहाँहरूको पछि पछि म पनि आउँदैछु। अनि अब चाहिँ आउँदैछौँ यसरी यो बाटो भएर। अनि आउँदा पनि म चाहिँ एक्लै भएँ नि त। अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि एक्लै आउने भएको है। बाटो बिर्सेर हैरान भयो यताबाट। अनि यहाँनिर यो बाटो चाहिँ एकचोटि हिँडेको थियो अनि यहाँ आएर अलमल्ल पऱ्यो बाटो बिर्सेर है। अनि यता कहाँ हो कहाँ अनि हिँडिरहेको छु। स्कुलबाट बच्चा निकाल्नु जानु पर्नेछ पुग्नुपर्छ। अनि यसरी यो बाटो चाहिँ अल्मलिँदै म चाहिँ हिँडिरहेको छु एक्लै। अनि दिदीहरू घर जानुभयो अर्को साइडबाट म चाहिँ अर्कै साइडबाट नि आएको यस्तो। अनि रमाइलो पनि भयो। अनि अब चाहिँ फाइनली म बाटोमा आइपुगेँ सही मार्गमा आइपुगेको छु। अनि अब चाहिँ बाटो भेट्टाएँ अनि खुसी लागेर अनि म चाहिँ हिँड्दैछु फेरि। अनि यसरी अब चाहिँ चिनेको बाटो अनि सरासरी म चाहिँ घर आउँदैछु। अझै धेरै छैन घर आइपुग्नु पनि अब थोरै मात्रै छ। अनि म चाहिँ घर पनि आइपुगेँ। अनि मेरो भिडियो चाहिँ आजलाई यति नै। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। बाई।